म डाक्टर उमेश कुमार यादव आज तपाईहरुमाझ एउटा म केस लिएर आएको छु। जुन केसमा चाहिँ बिरामीले अर्को क्लिनिकमा गौशालाकै मोहतरी बजारको गौशालामा अर्कै क्लिनिकमा दाँतको उपचार गराउनु भएको थियो उहाँले। र कस्तो गराएको थियो भन्दाखेरि उपचार गराएर त्यसमा कभर पनि लगाउनु भएको थियो, तर उपचार राम्ररी गरिदिएको थिएन। त्यसको फलस्वरूप उहाँको दाँतमा बारम्बार पिप आउने गरेको थियो। र पछि उहाँ चाहिँ मेरो क्लिनिकमा जुन गौशालामा मर्हापुलनी रहेछ मेरो क्लिनिक एपेक्स ओरल एन्ड डेन्टल केयर भनेर छ। र त्यो बिरामी म कहाँ आउँदाखेरि मैले उहाँको उपचार गरेपछि उहाँको दाँतमा भित्री भरेको सबै मसला निकालेर पछि हेर्दाखेरि उहाँको क्यानालहरू जुन दाँतमा नसाहरू हुन्छन् त्यो सबै ब्लक भइसकेको थियो। पछि मैले उपचार गरेर यस्तो गरेको छु। यो चाहिँ उपचार आरसिटी भएको दाँत हो, एक्सरे उसकै दाँतको छ। र आरसिटी गरेको लगभग आरसिटी उहाँको कम्प्लिट भयो 2025 को भयो। र उहाँ केही महिना पछि फेरि फलोअपमा आउँदाखेरि लगभग उहाँ कहिले आउनुभयो भन्दाखेरि 2025 डिसेम्बर 12 मा आउनु भएको थियो। र उहाँको यहाँ जुन हड्डी पुरै गलिसकेको थियो, पुरै हड्डी फेरि फलाइसकेको छ। उहाँको पिप आउने समस्या, अरू दाँत दुख्ने, यताउति हुने सबै समस्या चाहिँ ठिक भइसकेको थियो। त्यही भएर तपाईहरु उपचार गराउनुहुन्छ भन्दाखेरि भनेपछि अब डाक्टरले कस्तो उपचार गरिरहेछ, जुन पायो त्यही क्लिनिकमा जानुभयो भने तपाईहरुको पैसा पनि बेकार जान्छ र ट्रिटमेन्ट पनि राम्रो हुँदैन। त्यही भएर राम्रो डाक्टरसँग सम्पर्क गरेर दाँतको उपचार गराउनुभयो भने राम्रो हुन्छ। र यो उपचार गर्नुको फाइदा के हो त? यस्तो राम्रो उपचार गरेपछि यो टिकाउ हुन्छ, क्यान्सर हुँदैन, पिप आउँदैन, र भगवानले दाँत दिया जस्तै फेरि जति टिकाउ हुन्छ उस्तै यो पनि दाँत चल्छ। त्यही भएर आरसिटी गराउन खोज्दै हुनुहुन्छ भने पर्फेक्ट डाक्टर खोजेर आरसिटी गराउनु। हस्।